हेलो 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 फेरि म उपस्थित भएँ। यति बेला चर्को चर्को घाम छ। म लाग्दैछु हिटरीतिर। हेर्नुहोस् साथीहरू, अब हिटरी चाहिँ किन जान आँटेको भन्दाखेरि मेरो आँखामा औषधि लाउनु पर्यो। औषधि सक्यो, घाम चर्को छ, त्यही भएर मैले छाता ओढेर हिँड्दैछु। आमा पोल्छ, घामले त पोलेकै हो। हजुर, अलिक यो विपरीत दिशाबाट पानी हावा आउँदैछ। हावा हावा हावा, त्यही भएर पोल्दैछ मलाई। कुरा त्यस्तो छ ल। गर्मी भयो, यहाँ त नयाँ घर बन्दैछ। सरी, नयाँ घर। काम चाहिँ अरू धेरै पनि छ कि छनु चाहिँ, तर आज केही कतै नजाने। यति बेला दिउँसोको त्यस्तै 3 बजिसक्यो होला, तर म कहीँ पनि जान्न। टक्क औषधि चाहिँ अनिवार्य रूपमा ल्याउनु पर्ने भएको भएर अब घोप्ट्याउनु पर्यो औषधि। त्यही भएर ल्याउनु त पर्यो नि हजुर, है। नल्याइकन सुख छैन। आँखाको पावर बढ्ने नि होइन, अब पाल्नु पर्यो नि आँखालाई। के गर्नु, कमाइ धमाइ केही छैन, त्यसै नि खोज्छ आँखाले। के गर्नु र प्रभु, है। अब जाँदै गरौँ, बाटोमा के हुँदो रहेछ होइन त। एउटा सफारी चाहिँ आउँदैछ पर, त्यो चोकतिर जाने हो कि होइन सोध्नु पर्यो। होम्सतिर जाउँ न, होम्स 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 लगाउनु। कता हिँडेको सफारी चढेर, हट भएर होइन यार, म त हेर्छम भएर हो। हावाले हानेर अब आवाज नसुनिन सकिन्छ है। पक्कै पनि मैले देखाएको एङ्गलहरू मिलिरहेको हुनसक्छ। निले निले के भन्छ, जस्तै सफारीको कलर पनि छ। अलिकति सेकी भिडियोज चाहिँ आउँछ है, किनभने यो त अब जम्मा 16,000को फोन हो कि साथीहरू। रेडमी 14C मैले एउटा भिडियो पनि बनाइसकेको छु यो विषयमा। अरू त यस्तै हो, गाडी चढेर काठमाडौँमा रहँदा बस्दा यो सडक असाध्यै फुलफिल हुन्थ्यो पुरै। त्यहाँनिर काठमाडौँमा हुँदा चाहिँ सडक भनेको यसरी खाली सडक हुने भनेको चाहिँ कहिले भन्दाखेरि यस्तै बेला के भन्छ, यो दसैँ तिहारको छुट्टीमा मात्रै हो। यो गाडी त गयो, कुन गाडी गयो यार। अब म इटरी जाने गाडीको पर्खाइमा छु यति बेला। मेरो आवाज पक्कै पनि सुनिँदैछ होला है। गाडी म इटरी जाने हो, सफारीमा त जान्न है। पर्खेर बस्छौँ, कति बेला आउँछ। घाम चर्को छ, त्यही त है। एउटा आँखाले औषधि खोजिसक्यो, अस्ति ल्याउनु पर्ने होला, ल्याउन गइएन। के गर्ने कस्तो हावा हो, काम भयो यार। के भयो भन्दाखेरि विराटनगरको गाडी चढिएछ। खास पूर्व जाने गाडी चढेर चाहिँ म त्यो कता पूर्व स्ट्यान्डमा झर्नु पर्ने छु। तर भइदियो के भन्दाखेरि, के भइदियो यार, विराटनगरको गाडी चढेपछि अब इटरीमा झर्नु पर्यो। अब 2-3 चोटि सफारी चढेर त काम छैन। गलत रास्ते का गाडी चुनकर हम यता जाएंगे। कता अब हिँड्दै 11 नम्बरको गाडी चढेर हिँडिन्छ है। अब
ए चढेर अरे लाएर यो बेल्ट नहुँदाखेरि पाइन्ट फुस्किने सम्भावना हुन्छ त। गाह्रो छ है साथीहरू। म त हिँड्दै जान्छ यार अब है। चोक पनि आइसकेको छैन। अब चोकभन्दा पनि मासतिर रोक्छ कि गाह्रो छ मलाई, धेरै गाह्रो छ। के गर्छस् मङ्गले आफ्नै ढङ्गले भनेको चाहिँ यस्तै होला साथीहरू। हावा तेज चलिरहेको छ। मैले ठुलो ठुलो आवाजमा बोलिरहनु परिरहेको छ। यतिका लामो समय हिँडिसके, लगभग 10 मिनट भयो कि बा हिँडेको। हुन त त्यत्रो भयो कि भएन थाहा छैन, घडी हेरेको थिइनँ कि। कहिले पुगेन हौ, कहिले पुगेन त्यो हस्पिटल आँखाको तरिका साइली रिमाइ। म त ढले ढल्न त ढलेकै हो, यस्तो अवस्थाले ढलेकै हो। त्यही माथि यो म दुब्लाको हो कि पाइन्ट चाहिँ कपडा चाहिँ तन्केको भन्ने सन्दर्भमा मैले केही बुझ्नु सकिनँ साथीहरू। हुन त यो स्ट्रेचिङवाला कपडा त थिएन कि ठ्याक्करिया कस्तो कपडा, यो पाइन्ट झार लाग्यो जस्तो गरेर समाउँदै हिँड्नु पर्दैछ हो। आफ्नै इज्जत गरिँदैछ कि धरो थर्कायो हो गाडीले पनि। अब चाहिँ आइपुग्छ कि भन्छु, अब चाहिँ आइपुग्छ कि भन्छु म, अब चाहिँ आइपुग्छ कि भन्छु। यत्रो बिल्डिङ थियो हेर्दाखेरि चिनेको जस्तो लाग्छ। कता हो कता फेरि अब त पर मलाई है साथीहरू। हात गलो सरी जिन्दगीमा 2-4 पाइला यसो मर्निङ वाक गरे जस्तो हिँड्नलाई पनि साह्रै ठुलो सङ्घर्ष, त्याग, तपस्या गरे जस्तो हुँदो रहेछ भन्ने कुरो चाहिँ लाग्यो है मलाई। मेरो क्यामेरा छेक्यो होला है। अब छेक्यो भने छेक्यो, त्यो हातको कमजोरी भन्दा नि यो क्यामेराको पोजिसनको कमजोरी हो भनेर अब मैले क्यामेरालाई दोष दिएँ। यतिको मेहनत गरिसकेँ, मेहनत त गरे हो है। फेरि यतिको मेहनत त अब कसले पत्याउँछ र होइन। यत्रो यो रातो बिल्डिङ नै हो है म जानुपर्ने चाहिँ भन्ने लाग्छ। अब आँखा नदेख्नेहरूको कुरा फेरि अर्कै हुन्छ कि भनेर भन्न मिल्छ कि मिल्दैन यार। यस्तो कुराहरू त भनिदियो मैले त हेर्न त सबैजनाले हेर्नुहुन्छ फेरि है। हावाको चापले गर्दाखेरि आवाज भ्रष्टसँग आउन नसक्ने स्थितिहरू पनि हुनसक्छ। पक्कै पनि म जानुपर्ने यो हस्पिटल भनेको यही नै हो भन्ने मलाई लाग्छ। यहाँनिर सबैजना हस्पिटल पक्कै पनि यही हो। दिस इज दृष्टि के आई केयर हस्पिटल हो। यस अफ कोर्स आई एम गोइङ टु हियर। औषधि लिने काम पनि सक्यो। नुहाएर हिँड्नुन्जेलसम्म कस्तो शीतल वातावरण थियो, आनन्द थियो वातावरण त के भन्नु। मलाई आनन्द शीतल भइरहेको थियो। फेरि कस्तो गर्ने भएर आयो भने एक त हिँड्नु पनि पऱ्यो त्यतिकै फोकटिया, गलत गाडी गलत बाटो हिँडेर। अरूभन्दा पनि यो आँखा पनि सिधा बनाउन मिल्ने अवस्था हुन्छ हुँदैन भनेर सोच्नु पर्ने छ एकचोटि आएर। अब म यहाँबाट बिस्तारै पार हुन्छु है त। मेरो छातै बिग्रियो, छातै फर्किसक्यो। आज के हुँदैछ तर के अरे होम्समा झर्छु भन्छु तर राततिर आइपुगिन्छ यसरी बजारतिर। जाँदाखेरि विराटनगरतिर झर्नुहुन्छ। तर मोडल जानुहुन्छ? तर मोडल आऊ न त आऊ। कता यहाँ जाउँ न त।
गर्मी पनि के साह्रो गर्मी, भोक पनि टन्नै लागिरहेको छ हौ। खाजा खाउँ कि भनेछु, सम्झी रोल खाउँ कि थुक्पा खाउँ कि भनेर सम्झी। फेरि अघि बिहान खाना मेरो त उब्रेको थियो फर्सीको तरकारीसँगको। अब गएर त्यही बासी भात ल्याइन्छ भनेर मैले केही नखाइ आएँ। पसलको लागि ल्याएर आएको छु च्याउच्याउ, 1 कार्टुन च्याउच्याउ। त्यही हो साथीहरू, अब म आइपुगेँ। यति नै हो साथीहरू। नमस्ते लोगिया।